हजुर नमस्कार। अहिले यो मिलेट इस्टमा भएको जुन खालको टकरावले हामी जस्ता कैयौँ युवाहरूलाई रोजगारविहीन भएको छ। जस्तो कि ग्यास प्लान्ट, एयरपोर्टमा काम गर्ने धेरैभन्दा धेरै रोजगारमा संलग्न युवाहरू अहिले बेरोजगार हुन पुग्नु भएको छ। तपाईँहरूले भर्खरै देख्न सक्नुहुन्छ अहिले यो यहाँको मौसम पनि निकै खराब छ। जति बेला यहाँ मिसाइलको आक्रमण सुरु भयो त्यहाँदेखि यो आकाश त्यति राम्रोसँग खुल्न सकेको छैन। दिनमा रातमा हल्का पानी परे जस्तो होइन, अनि जाडो पनि उत्तिकै भइरहेको छ भने नेपालहरूमा पनि यसको प्रत्यक्ष असर देखिरहेको छ। किनभने अहिले यो त्यस्तो मेरा बाबै भनेर पानी पर्ने होइन, तर आज पनि कतिपय धेरै ठाउँहरूमा पानी परेको घटनाहरू अथवा यस्तो कुरा सुन्नमा आयो भने यो मिडल इस्टमा जति पनि यो उसमा छ धेरै यो आकाशमा सायद मलाई लाग्छ यो मिसाइलको धुवाँको कारणले चाहिँ यो हुनसक्छ भन्ने चाहिँ कतिपयले आकलन गरेका छन्। अब हामीलाई चाहिँ आजदेखि चाहिँ एकदम ठुलो मिटिङ थियो, हेर्नुहोस् ठुलो मिटिङ थियो आज। यो ठुलो मिटिङ मार्फत चाहिँ यहाँ अब बस्ने कि जाने भन्ने कुराले उस भएको छ। अब यहाँको सामान्य कुरा हो, अब ज्यान ठुलो कुरा हो होइन। तर रोजगारी गरिराख्नु भएको मान्छेहरूलाई त ठिक छ, रोजगार गरिराख्नुहोस्। तर हामी जस्तो एयरपोर्ट भयो, ग्यास प्लान्टमा काम गर्ने, ग्यास सम्बन्धी यस्तोमा चाहिँ अलिकति गाह्रो भएको छ। तर पनि नातिन अनुरोध छ उहाँहरूलाई, त्यति साह्रो त्यस्तो मेरो बाबा भने भयङ्कर डर लाग्ने यान त्यहाँ त्यस्तो केही छैन। तर के हो भने अब यो लडाइँ कहिलेसम्मको लागि हो भनेर डोनाल्ड ट्रम्पलाई कोही पत्रकारले क्वेसन गर्दा पनि उसले आई डोन्ट नो भनेर भनिदिइसक्यो। त्यस कारणले अहिले के हुन्छ कस्तो हुन्छ कसैलाई केही थाहा छैन। मिसाइल हिँड्ने बाटो यही हो है, यो मिसाइल ड्रोनहरू हिँड्ने बाटो चाहिँ यही हो। तर यहाँको हावा यो आकाशले गर्दाखेरि हाम्रो यहाँ प्रत्यक्ष जनजीवन त त्यस्तै अस्तव्यस्त भइसक्यो। न हामी बाहिर लापरवाही हिँड्न पाउँछौँ होइन, न घुम्ने कुनै ठाउँ छ यहाँ, पुरै धुलो बाटोहरू यत्रत्र होइन। सबै एकदम भनौँ न मानिस टेन्सनमै छ अहिले धेरै जस्तो टेन्सन छ। टेन्सन मुक्त हुनको लागि हामीले के गर्नुपर्छ भनेर मैले हल्का तपाईँहरूलाई मेरो आफ्नो जानकारी गराउन चाहन्छु। बरु तपाईँहरूलाई चेतनामूलक एउटा सन्देश मार्फत होइन। हुन तपाईँले मेरो भिडियो पुरा हेर्नुभयो भने थाहा हुन्छ, नभए थाहा हुन्न। तर हामी जति रुममा बसेर मोबाइल हेरिराख्यौँ भने हामीलाई एल्गोरिदमले धेरै अलिकति हामीलाई नकारात्मक प्रभाव धेरै पर्छ। किनभने अहिले सामाजिक सञ्जाल मार्फत यहाँ भएका घटनाहरूलाई एकदमै निगरानीमा राखेको छ र त्यो घटनालाई उसले हाइलाइटमा लिएकोले गर्दा तपाईँले त्योलाई जति स्क्रोल गर्नुहुन्छ नि, जति स्किप गर्दै जानुहुन्छ त्यो आइराखेकै हुन्छ। त्यस कारणले गर्दाखेरि मैले नेपाली न्युजहरू नि हेर्दाखेरि यस्तो भइरहेछ यस्तो, अनि इन्डियामा त्यो त झनै खतरा भइरहेछ भनेपछि हामीले मोबाइलहरू धेरै नहेरौँ। शारीरिक एक्सर्साइजमा पनि ध्यान दियौँ भने हाम्रो मानसिक तनावहरू अलिकति कम हुन्छ, घर परिवारको चिन्ता पनि कम हुन्छ। किनभने घर परिवारसित पनि धेरै यस्ता यहाँको बारेमा धेरै कुरा गर्नु परेन, हामी सुरक्षित छौँ। त्यस्तो मेरो बाबा भयङ्कर त्यस्तो केही पनि छैन। यति नै भन्न चाहन्छु, शारीरिक एक्सर्साइजमा ध्यान दिउँ जसलाई टाइम छ, र अनावश्यक खर्च नगरौँ, रोकौँ, अनावश्यक खर्च रोकौँ र घर परिवारलाई शान्त रहनको लागि आग्रह गरौँ। यही नै हो, अरू हामीले भन्नु पर्ने अरू त्यस्तो केही छैन। लागु औषध खानुहुन्छ, लागु औषध जस्ता यसो भनौँ न मद्यपान धुम्रपान गर्ने बानी छ भने त्यसबाट पनि टाढा रहनुहोस्। र लापरवाही यस्तो गरेको छ, मौसम त्यति राम्रोसँग खुलेको छैन, देख्न सक्नुहुन्छ होइन। त्यस कारणले गर्दा यताउता हिँड्दाखेरि म अहिले बोल्दाखेरि मैले मास्क लगाएको छैन, मास्क लाउनुहोस् भन्न चाहन्छु। र मेरो रमाइलो भिडियोहरू छन्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, फलो चाहिँ अवश्य गर्नुहोस्। फलोको लागि धेरै विनम्र अनुरोध, फलो गरिदिनुहोस् ल, जे होला ल।